पनि नगुमिने खेरो नजाने हाम्रो मेहनत हाम्रो परिश्रम त्यो चाहिँ सिकाएको हाम्रो प्रार्थना चाहिँ हामी कसको नाममा गर्छौँ येशूको नाम कहिले पनि भुल्नु हुँदैन येशूको नाममा कसलाई गर्छु प्रार्थना परमेश्वर पितालाई अनि यो प्रार्थनालाई माग्छु कसको नाममा येशूको नाममा हेर्नुहोस् पिताको नाममा होइन पवित्र आत्माको नाममा होइन हुनु चाहिँ त्रि एउटै परमेश्वर तर प्रार्थनाको शब्दहरू मिल्नुपर्छ प्रोनाउन्स भन्छ इङ्ग्लिसमा है सिङ्गुलर प्लुरल भन्छ नि है प्रोनाउन्स मिल्नुपर्छ अनि प्रार्थना चाहिँ येशूको नाममा हामी गर्छौँ हालेलुया परमेश्वरको वचनले भन्छ प्रभुले भन्नुभयो मेरो नाममा तिमीले पितालाई जे माग्छौ पिताले तिमीलाई दिनुहुन्छ तर अहिलेसम्म तिमीले मेरो नाममा मागेको छैनौ अनि तिमीले पाउनेछौ र एउटा क्रिस्चियन जीवन चाहिँ संगतिबाट अनि प्रार्थनाबाट चाहिँ सुरु हुँदछ हालेलुया आज हाम्रो है 2025 को जुन महिनाको चाहिँ हामी 7 तारिक शनिबार बेलुका छौँ आज हाम्रो एसआरसी को 9 प्रेयरमा र तपाईहरु आउनु भयो नि अब यहाँ आमा छोरा यति साह्रो थाकेर आउनु भएको छ नि तर यो प्रार्थनामा आउनु भएको चाहिँ खेर जाने हामी यसको हामी कटनी गर्छौँ म सधैँ भन्ने गर्छु आइदर इन्भिजिबल आइदर भिजिबल देखिने अथवा नदेखिने कुराहरू हामीले गरेको प्रार्थना ढिलो छिटो छाडो यो हुँदै नै आउँदैछ हालेलुया दोस्रो राजाको किताब 20 को 1 देखि 6 पद त्यो दिनमा हिजकिया बिमारी भएर मर्नै लागेका थिए मेरो पछाडी भन्नुस् न सबैले ल त्यो दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए आमोसको छोरा अगमवक्ता यशाया तिनी कहाँ आएर भने परम प्रभु यही भन्नुहुन्छ तेरो घरलाई ठिकठाक पार किनभने त मर्नेछस् त निको हुने छैनस् हे परम प्रभु सम्झना राख्नुहोस् म तपाईको सामुने कस्तो विश्वास र सम्पूर्ण हृदयको भक्ति साथ हिँडेको छु र तपाईको दृष्टिमा जे असल छ त्यो गरेको छु अनि हिजकिया धुरु रोए यशाया 20 को चोकबाट बाहिर जान अघि परम प्रभु यो वचन तिनी कहाँ आयो फर्केर मेरो प्रजाको अगुवालाई भन् तेरो पुर्खा दाउदका परम परमेश्वर यसो भन्नुहुन्छ मैले तेरो प्रार्थना सुने र तेरो आँसु देखे म तँलाई निको पार्नेछु आजको तेस्रो दिन त परम प्रभुको मन्दिरमा जानेछस् म तेरो आयु 15 वर्ष बढाइदिनेछु अनि तँलाई यस शहरलाई अशुद्ध राजाको हातबाट छुटाउनेछु मेरो आफ्नै खातिर मेरो आफ्नो दास दाउदको खातिर म यस शहरको रक्षा गर्नेछु आमेन तपाईले यो प्यासेजलाई यो च्याप्टरलाई तपाईले फेरि पनि पढ्नुहोस् हिजकिया राजा चाहिँ हामी जस्तै थिए शरीरमा याद गर्नुहोस् इजरायलमा हामी जस्तै मान्छे हामी जस्तै व्यक्ति तर उनी चाहिँ अब बिमार भएर चाहिँ मर्नु लागेको थियो है एकदमै त्यो अवस्थामा पुगेको थियो उसले चाहिँ जीवनमा मृत्युसँग लडिरहेको हामी देख्दछौँ यहाँ हामीले डल्लै च्याप्टर पढ्यौँ भनेदेखि हुन त यसै 38 अध्यायमा पनि यो कुराको उल्लेख गरेको हामी पाउँछौँ याद गर्नुहोस् अनि राजा मान्छे अब तपाईको बिमार भएर अस्तव्यस्त छ मृत्यु र जीवनसँग लडिरहेको अवस्था छ त्यति बेला चाहिँ परमेश्वरले यसै अगमवक्तालाई चाहिँ पठाउनु भयो राम्रो सुन्नुहोस् पठाएर चाहिँ जुन कुरा परमेश्वरले भन्न लाउनु भयो त्यही कुरा भन्थे अनि परमेश्वरले भन्नु लाउनु भएको कुरा चाहिँ हामीले भन्नुपर्छ हालेलुया हामीले भन्नुपर्छ कतिजना डराउँछ तर डराउनु हुँदैन सत्य प्रभुको वचन तपाईले मैले बोलेको हुनुपर्छ भनेको हुनुपर्छ
अनि जब एशिया अगमवक्ता गएर बोले नि है उसलाई भने नि अब यस्तो यस्तो भइरहेको छ परमेश्वरबाट यो बानी तिमीलाई छ राजा भनेर भन्दाखेरि के छ बानी भन्दाखेरि के थियो त निको हुने छैनस् तर उसको रेस्पोन्स के भयो त हिजकिया राजाले के गर्यो त्यति बेला न्यू खोजेन तर त्यो कुरोलाई उसले मानिलियो आज म तपाईलाई यो एउटा लेसन के हाल्न सक्छु भन्दाखेरि परमेश्वरको वचन जब हामी सुन्छौँ नि कसैले प्रचार गर्छ त्यो कुरालाई तपाईले मैले मान्नुपर्छ अलिकति हाम्रो जीवनमा चाहिँ एउटा बदलिने कुराहरू त्यो बाटोहरू हामी पाउँदै जान्छौँ प्रियहरू यसै कारणले गर्दाखेरि अनि त्यसपछि चाहिँ ऊ के भएको छ भन्दाखेरि उनी चाहिँ रोएको छ बुझ्नुहुँदैछ अनि ऊ चाहिँ यी साह्रो विशेषज्ञता उसले भनेपछि यहाँनिर हे प्रभु सम्झना गर्नुहोस् म तपाईँको सामुन्ने कस्तो विश्वास र है सम्पूर्ण हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु अनि हिजकिया रोए त्यस पश्चात कुरा है यो एउटा युद्धका राजा हिजकिया चाहिँ एउटा धर्मी राजा थिए बाइबलले भन्छ जो आफ्नो धार्मिकता परमेश्वरमाथिको विश्वासको लागि उसले के गरेको थियो परिचित गरेको थियो परमेश्वरमा he is the one of the faithful king of Judah भनेर चाहिँ उसले चाहिँ त्यो कुरोलाई चाहिँ सो अप गरेको थियो त्यो कुरो देखिएको थियो प्रिय आफ्नो शासनकालमा उनले धेरै चुनौतीहरूको सामना गरे जसमा एक जीवन है एउटा धम्की दिने रोग पनि समावेश थियो जसले उनलाई मृत्युको मुखमा पुर्यायो प्रियहरू त यति साह्रो इलिनेस भन्छ नि के भन्छ स्ट्रेस डिप्रेसन भइसकेको अवस्था थियो प्रियहरू उनको रोग हामी बाइबलको दोस्रो राजा 20 अध्यायलाई तपाईले पढ्नुहोस् यसै 38 मा पनि यो कुरालाई उल्लेख गरेको हामी पाउँछौँ है हिजकिया चाहिँ एउटा गम्भीर बिरामीमा परेको थियो अगमवक्ता एशियाले परमप्रभुबाट सन्देश सुनाए उसमा उनलाई सूचित गरेको थियो कि उनी मर्नेछन् र निको हुने छैनन् है उनको प्रतिज्ञा के थियो त भन्दाखेरि यो समाचार पाएपछि हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर परमप्रभुलाई प्रार्थना गरे अनि परमेश्वरलाई आफ्नो विश्वासयोग्यता र सेवा सम्झना बिन्ती गरे अनि धुरुधुरु रोए परमेश्वरको सेवा गर्न बाँच्न जरुरी राख्ने आफ्नो इच्छा प्रदर्शन गरे हालेलुया आजको संसारमा तपाईले हेर्नुहोस् परमेश्वरले अहिले पनि प्रार्थना गर्ने योद्धाहरू खोजिरहेको छ अहिले पनि प्रार्थना गर्ने योद्धा चाहिँ कस्तो हुन्छ भनेदेखि नि अब यो देशको लागि हामीले प्रार्थना गर्नुपर्छ भनेर मैले सुरुदेखि भन्दै आएको परमेश्वरले हामीलाई यो देशको लागि प्रार्थना गर्नु यो देशमा रहेर सेवाकाई गर्न भनेर ल्याउनु भएको तर त्यो कुरालाई मान्छेले भुलिदिए प्रार्थनाको जीवनै छैन प्रार्थना गर्छु भन्छ तर गर्दैन सायद कुनैले डरलाग्दो लेख राखिदिनु सक्दैन प्रार्थना गरिदिन्छु ल गरेको छु भने तर गर्दैन अब हामी चेन प्रेयर गर्छौँ आज चेन प्रेयरमा आज चाहिँ एकदमै टाइममा आएको थियो मलाई खुसी लाग्यो म अपडेटमा बसेको थिएँ म घरमा आज रेस्ट गरेर बसेँ मेरो मेसेजहरू बनाएँ अनि कतिवटा कुरोहरू पढेँ कति कुराहरू हेरेँ मैले होइन त्यो प्रभुको वचनहरू सुनेँ यसरी नै मेरो आफ्नो दिन शनिबार कहीँ पनि गएन माझ बिहान उठेर म 5 बजे उठेँ राति 12:30 सुताइ भयो 5 बजे उठेर राति मेसेजहरू हालेँ बसेँ प्रार्थनामा बसेँ होइन जतिजना प्रार्थनामा आउनुहुन्छ नि तपाईँहरू कहिले पनि तपाईँले गरेको प्रार्थना युगको समय चाहिँ खेर जाँदैन खेर जाँदैन आजको प्रार्थनाले भनेको हो तपाईँलाई थाहा छ येशू ख्रीष्ट शरीरमा हुँदाखेरि नि उहाँले धेरै प्रार्थना गर्नुभयो भने एउटा पद यसोले गरेको प्रार्थना कतिमा लेखेको छ हजुर सुन्नुहोस् म किन वचन एसआरसीमा एभ्री मर्निङ पढेको छु है 5000 म वचन पढेको छु 5000 एभ्री डे मलाई वचन लाग्दैन मेरो हातमा मोबाइल हुन्छ वचन पढिरहेको छु मेसेज प्रिपेयर गरिरहेको छु लगभग पनि तपाईँको 3-4 महिनासम्म पुग्ने मेसेजहरू मैले पढिसकेको छु हाम्रो काम के हो भनेदेखि प्रभुको गर्ने काम हालेलुया अनि प्रभुमा बढ्नु चाहिँ काम प्रार्थनामा गरेको हुन्छ अनि प्रार्थनामा बढ्नु चाहिँ
यीशु ख्रीष्टले मर्कुस 1:35 लेख्छ उहाँले भन्नुभएको छ उहाँको एउटा जीवनमा है एउटा प्रार्थनाको केन्द्रबिन्दुमा He is the one of the heroes. He is the one of the prayer warrior. उहाँको मोडललाई हामीले सिक्नुपर्छ। बिहान झिसमिसी उज्यालो हुनुभन्दा अगाडि आफ्नो आदत अनुसार गएर प्रार्थना गर्नु। हिब्रू 5:7 तपाईँले हेर्नुभयो भने उहाँ शरीरमा हुँदाखेरि कस्तो क्रन्दन शब्द निकालेर आँसु सहितको भक्तिसाथको प्रार्थना आफ्नो पिता परमेश्वरलाई चढाउनु। किन प्रार्थना गर्नु भन्दाखेरि जसले चाहिँ मृत्युबाट उठाउन सक्नुहुन्थ्यो। हालेलुया। र तपाईँ र म आज प्रार्थना गर्छौँ यति बेला प्रभु आइदिनु भयो भने नि प्रभुले हामीलाई कुनै कुरा सोच्नुहुन्न किनभने हामी प्रार्थनामा आउनु भन्ने कुरा चाहिँ प्रभु भन्छ पश्चाताप गर्नु रेस्टोर हुनु सस्तै हुनु इलिमिनेट भएर जानु। यसै कारण तपाईँले मेरो काम के हो जस्तो प्रार्थना कुनै प्रार्थना तपाईँहरू हुनुपर्छ। मैले मेरो जीवनमा नि जेलको कुरा गर्नु जेलमा बस्दाखेरि नि जब मैले दर्शन देखेर प्रब्लम भएँ नि जेलमा त्यसमा जेलको हामीले बनाएको अब यो चाहिँ कथा होइन। मेरो साथीहरू पास अपराधमा पेन्सिल्भेनियामा छ उहाँले मास्टर गर्नुभयो भने मास्टर गरेर हामी जेलमा सँगै थियौँ पास दलसँग क्यानाडामा हामी सँगै थियौँ जेलमा तर हामी कसैले प्रब्लम पाएको थिएन तर मैले त दर्शन पाएर प्रब्लमलाई पाएँ र यति धेरै प्रार्थना अझै 2009 मा चिराङमा पक्रा परेपछि जेल डक्टर 9.5 महिना बसेँ प्रार्थनामै बिताएँ। कहिले खेर गएन त्यो प्रार्थना कहिले खेर गएन। तपाईँलाई थाहा छ 7वटा केनको मान्छेले प्रभु दासहरूले गरेको प्रार्थनाको कारण 8वटा देशको ढोका खुलेको छ। अनि हामीले गरेको प्रार्थना चाहिँ कहिले पनि खेर जाँदैन। याद गर्नुहोस् आज हिजकियाले यस्तो राम्रो रेस्पोन्स गरे नि अब मर्दैछ जाति हुँदैन भनिसकेको छ अनि भित्रपट्टि फर्केर चाहिँ उभिएको छ। त्यो प्रशस्त प्रार्थना प्रभुले चाहेको छ। प्रार्थना नगर्ने मान्छेहरू चाहिँ विश्वासले सोच्दा चाहिँ प्रार्थना मात्रै हामी के गर्न सक्छौँ विजय गर्न सक्छौँ हरेक लडेर हामी जित्न सक्छौँ। तपाईँलाई थाहा छ बाइबलमा यहोवाको किताबमा हामीले हेऱ्यौँ भनेदेखि एउटा सुप्रिम फास्टिङ र प्रार्थनाको बारेमा लेखिएको छ। सुप्रिम भनेको चाहिँ माथिल्लो तहमा बस्ने ड्राई केही पानी पनि नपिकन खाना पनि नखाइकन बस्ने हाम्रो जिउँदो छ। गवाई छ है मेरो नानीहरू गवाई मेरो फ्यामिली गवाई छ। म 21 दिन बसाएँ एउटा पानीको मुखिन मेरो प्रभु येशू मसीह अगाडि राख्नु हामी चाहिँ बोल्ने मात्रै होइन तर गर्ने व्यक्ति बोल्न त कसले बोल्दैन र एउटा एक हप्ताको म भन्यो त उसले युट्युबलाई हेरेर यस्तो मेसेजहरू ल्याउँछ अनि त्यो मेसेजले भित्रको वेट नै हुँदैन तर प्रार्थना गरेर बोल्ने व्यक्तिप्रति वचन हुन्छ। हालेलुया हालेलुया हालेलुया। हिब्रू 5:7 हामीले कहिले पनि भुल्नु नहुने उहाँ शरीरमा हुँदाखेरि उहाँले कसरी प्रार्थना गर्नुभयो। प्रार्थना गर्ने मान्छे चाहिँ हमेसा आएको हुन्छ अनि प्रार्थनाले चाहिँ बन्द भइरहेको ढोकाहरू खोलिन्दछ। हालेलुया। बन्द भइरहेको ढोकाहरू खोलिन्दछ हुने नहुने कामहरू भएर जाँदछ। याद गर्नुहोस् आज जब तपाईँहरू म प्रार्थना गर्छौँ नि केही न केही हाम्रो आत्मिक सञ्चारमा हुनु सुरु गर्छ। यसै कारणले गर्दाखेरि आज हिजकियालाई हामी हेर्छौँ नि यस्तो मिठो जवाब उसले प्रभुबाट पाएको छ। क्या हिजकियाको प्रार्थनाको जवाब परमेश्वरले एशियालाई फेरि पनि आशाको सन्देश सहित फिर्ता पठाउनु भयो। फेरि पनि जब राजा हिजकियाले जब साँचो पश्चाताप गरेको धुरो रोए आफ्नो कुरोहरू प्रभुलाई भने है त्यसपछि चाहिँ उसलाई भने फेरि पनि एशियालाई त फर्केर जा भनेर फेरि पनि पठाउनु भयो। परमेश्वरले उनलाई निको पार्ने उनको जीवनमा 15 वर्ष आयु थप्ने बाचा अनि परमेश्वरले त्यो प्रतिज्ञा त प्रवेश गर्नुभयो। याद गर्नुहोस् एशियाको अगमवक्ता
निको हुने पुष्टि गर्ने सङ्केतहरूको रूपमा यशायालाई हिजकियाको रोग निम्ताउने फोहोरामा नेभाराको के लगाउन निर्देशन दिएको थियो र उनी निको भयो। एउटा प्रतिज्ञा आकर तपाईँ र मैले प्रभुलाई के भनेको थिएँ भने प्रभु जब इमेल दिन्छु तपाईँको सेवा 2016 मा 17 देखि मेरो ट्राभलिङ सुरु भयो। जबसम्म कोभिड भएन तबसम्म यात्रै गरेँ। कोभिड हुनु 1 हप्ता अगाडि म एक सन्डे 3वटा चर्चमा गएको छु। यति साह्रो एउटा सेवकै जब गर्छौँ नि यो यहाँ जस्तो खुसी र आनन्द र आशिष केही पनि हुँदैन। संसारको मानिसहरू त संसारमै छ। धन कहिले मान्छेलाई पुग्दैन। धनले पैसाले गर्नु कहिले पुग्दैन, कहिले पनि पुग्दैन। यति धेरै पैसा छ ब्याङ्कले ब्यालेन्स तर शान्ति छैन। उसमा बाँच्ने एउटा आशा नै छैन। कति कुरोले अशान्ति। जब तपाईँ र म सेव खाने इन्भेस्ट गर्छौँ, सेवकाईमा लगातार लाग्छौँ, त्यसले त्यो खुसी र आनन्द हालेलुया हालेलुया। अब तपाईँ पनि निको भएपछिको कार्यहरू हिजकिया राजाको जीवनमा के भयो भने नि उनको एउटा निको भएपछि हिजकियाको घमण्डले परीक्षा लिएको थियो। ऊ निको भयो नि तर उसलाई केले परीक्षा लिएको थियो? घमण्ड भन्ने कुरो चाहिँ नि यो पनि प्रार्थनाले चाहिँ टुटाउनु रहेछ। घमण्डको कुराहरू याद गर्नुहोस्। जब बेबिलोनबाट राजदूतहरू उनलाई भेट्न आए उनले उनीहरूलाई चाहिँ आफ्नो सबै सम्पत्ति र खजाना देखाए जुन एशियाले पछि बेबिलोनमा लगिने चेतावनी दिएको थियो। हिजकियाले सन्देशलाई राम्रो भनेर स्वीकार गरे किनकि यसको अर्थ उनको जीवन कालमा शान्ति र सुरक्षा थियो। जब परमेश्वरको दास अगमवक्ताबाट बोलिएको कुरोलाई हिजकियाले स्वीकार गरेको छ नि त्यति नै उनको जीवनमा के भएको छ? एउटा आशिष भएर आएको छ। अझै पनि प्रभुको नजिक जाने, अझै पनि आफूलाई एनालाइज गर्ने। जब परमेश्वरको वचनले विश्वासले लिडरले ग्रहण गर्छ नि उसको जीवनमा रेस्टोरेसन सुरु हुन्छ। हालेलुया हालेलुया। कस्तो हुन्छ हिजकियाको अन्य महत्त्वपूर्ण कार्य हामी देख्दैछौँ भने आफ्नो बिरामी र निको हुनुभन्दा अघि हिजकियाले चाहिँ महत्त्वपूर्ण कामहरू गरेका छन्। के गरेको थियो भने राम्रोसँग जसमा यो पदहरूमा हामी देख्दछौँ, यो खण्डलाई हामी देख्दछौँ धार्मिक सुधारहरू भन्छ। उनले यो यहुदाभरि मूर्तिहरू र मूर्ति पूजा स्थलहरू नष्ट गरे। उनले पश्चाताप गरेको कारण चाहिँ के भने जति पनि मूर्तिको कार्य थियो त्यो कुराहरूले के गरे? उनले भड्काएको छ। जसमा समाजन धार्मिक सुधारहरू यहुदाभरि मूर्ति र मूर्ति पूजा स्थलहरू नष्ट गरे। यहोवाको मन्दिर पुनर्स्थापन गरेर यरुशलेममा पूजालाई केन्द्रित गरेका पाउँदछ। अनि यरुशलेममा चाहिँ एउटा बलियो बनाउने उनले अठोट गरेको छ। उनले सहरको पर्खालहरू सुदूर पारेर आज टावरहरू निर्माण गरेर पानी अप्रत्यक्ष एउटा सुनिश्चित गर्ने सिलाम सुरुङ निर्माण गरे। अनि आज त्यो त्यति बेलाको अगमवक्ताले, त्यति बेलाको राजाले, त्यति बेलाको सेवकहरू सेविकाले गरेको सेवका चाहिँ आज इजरायलमा हामी प्रत्यक्ष देख्न सक्छौँ। किनभने हामी 8 दिनपछि यति धेरै हामीले प्रस्ताव गरेका छौँ। किनभने बाइबल चाहिँ पढेर जब हामी जान्छौँ बाइबल खण्डलाई हामी त्यो वचनहरूलाई याद गर्छौँ भने हामी त्यहाँ पुग्न सक्छौँ है। अनि यीशु ख्रीष्ट त्यो 40 दिन 40 रातसम्म उपवास बसेको ठाउँमा है हामीले त्यो माथिबाट हामीले हेऱ्यौँ। त्यो नेवाराको रूप अहिले पनि छ जुन नेवाराको स्वरूपमा चाहिँ परमेश्वर त्यस्तो कुराहरू राखिएको छ त्यहाँनिर। यसै कारणले गर्दा तपाईँले मेरो जीवनमा आज प्रार्थनाको कुरोहरू आउँदाखेरि तपाईँहरू चाहिँ उत्साहित गर्नुपर्छ। जुन मण्डलीमा प्रार्थना छैन नि त्यहाँ कहिले पनि निको हुने कुराहरू, सुधार हुने कुराहरू, जागृतिको कुराहरू हुँदैन। प्रार्थनाले मात्रै यो सबै इभिल एक्टिभिटिजहरूलाई के गर्छ? खारिज गर्छ। प्रभु यीशुको सेवकामा के चाहिँ आएन?
लाग्दो म शरीरमा हुँदा पनि पहिल्यै मार्न गएको थिएँ शैतानले पहिल्यैदेखि नै मार्नु तर त्यो नहुनको लागि परमेश्वरले चाहिँ उसलाई के गरे त प्रार्थना गर्न लगाउनु पहिलोचोटि सेवकाई सुरु हुनुभन्दा अगाडि चाहिँ उहाँ 40 दिन 40 रात चाहिँ उपवास प्रार्थना पवित्र आत्माले त्यो डिजायर पर्वतमा लगेर प्रार्थना कति डरलाग्दो भूकम्प आयो त्यही समयमा शैतानले तीव्र परीक्षा गरेछ त्यसबाट प्रार्थनाबाट उनी त्यो परीक्षामा विजयी बनेको कारण चाहिँ यो उपवास प्रार्थना थियो आज तपाईले मेरो जीवनमा जब यो कुरोलाई हामी लिन्छौँ नि है एकदमै यो कहिले पनि खेर जाँदैन हामी आफैले पनि यो कुराहरू अनुभव गरेका छौँ हामी यस्तो रानीलाई देख्छौँ यस्तो रानीको जीवनमा परमेश्वरले गर्नुभएको अद्भुत काम के थियो उसले आह्वान गरेको छ आज यी जातिहरू छ मैले राजालाई मेरो लागि प्रार्थना जतिजना ध्यान छ काम यो जब उनी त्यो इनिसिएटिभ लिए नि उनले फैसला गरे नि सोध्न प्रार्थना अनि त्यो जब उनले प्रार्थना गरेर जब राजाको राजनीतिक कुरा सुनेको छ अन्तिम गरेको छ जसको जो केटी चाहिँ टुरा केटी थियो त्यसै कारणले गर्दाखेरि म आज तपाईँहरूलाई के भन्न चिन्ता गर्न चाहन्छु हामीले गरेको प्रार्थना शासकको प्रोग्रामले धन्यवाद पनि अनि म जब प्रार्थना गर्छु मैले विश्वास गर्नु तपाईँलाई थाहा छ यो बिसिनेमा हामीले प्रार्थना सुरु गऱ्यौँ 2017 म जोइन गऱ्यौँ बिसिनेमा 18 मा हाम्रो प्रेयर गर्नु यति राम्रो प्रार्थना है तर मान्छे के भयो अहिले पछाडि अर्को प्रेसिडेन्ट भएपछि प्रार्थनै भएन मान्छेहरू सेवा गरेर मण्डलीभित्र पनि प्रार्थना गर्ने मान्छे छैन याद अनि प्रार्थनाको एउटा महत्त्वलाई बुझ्ने मान्छेले मात्रै घरमा बसेर प्रार्थना गर्छ बाटोमा हिँड्दा प्रार्थना गर्छ उसको काममा पनि उसले प्रार्थना गर्छ ऊ त्यसरी बस्नु नै सक्दैन म तपाईँलाई के भन्छु भने नि हामीले प्रभु यीशु ख्रीष्टको मोडललाई लिनुपर्छ तपाईँलाई थाहा छ बेनी मेरो हुन्छ नि उसको प्रार्थना गर्ने जुम्मा हुन्छ लिएर गएको हुन्छ यति धेरै प्रार्थना गरेको हुन्छ घोडा टेकेर याद गर्नुहोस् कोही बेनी बोलिरहेको छ नि हिँडेर प्रार्थना गरिरहेको छ कोही रुममा घोडा टेकेर प्रार्थना गरिरहेको छ त्यसै रिभाइभल आउँदैन प्रिय प्रार्थनाले चाहिँ बन्द भएको ढोकाहरू खोलिन्छ त्यो साङ्गलीहरू चुडेर जान्छ तर त्यो आंसुसहितको प्रार्थनाले मात्रै त्यो भक्तिसहित गरेको प्रार्थनाले मात्रै आज त्यो कुराहरू समावेश भएर जाँदछ हालेलुया हालेलुया हिजकियाको जीवनमा नि उसको एउटा प्रार्थनाको शक्ति नम्रताको महत्त्व र जीवन र समस्यामाथि परमेश्वरको एउटा सर्वभक्तिलाई एउटा प्रकाश पारेको छ उसले परमेश्वरको त्यो राज्यको कुराहरू प्रभुबाट आउने शक्तिशाली कुराहरूलाई उसले प्राप्त गरेका र त उनी निको भएको छ र त उनलाई 15 वर्ष आयु दिनुभएको छ आमेन हालेलुया यसरी उपवास प्रार्थना बस्नु है म 3 दिन अहिले पनि म तर समय निकाल्छु म 3 दिन ड्राई फास्टिङ बस्ने पानी पनि नपिकन एउटा ठाउँमा बसेर प्रार्थना गर्न मैले अहिले प्रार्थना मैले सोचिरहेको छु विदाउट वाटर नो फुड मोबाइल चलाउनु पाएन थुक अब त्यतिबेला अब थुक मुस्लिमले चाहिँ थुक छ उनीहरूको बरा बस्छ नि त थुक चाहिँ एउटा पनि मिल्दैन तोकेको अनि एउटा टाइम भएपछि चट्टै जान्छ हामीले काम गरेको ठाउँमा अब सिजनहरूमा नोभेम्बर डिसेम्बर गरे जतिजना माछा लाग्छ है अनि हामीले काम गर्नु त्यसबाट मैले साइन गरेको छु त्यहाँदेखि जान्छ रुममा ठक्कले बस्छ कस्तो केटाकेटी छ क्रिस्चियनले त्यस्तो गरेको संसार त अर्कै हुन्छ यो के अरे तपाईँको घरमा नै अर्को हुन्छ नि घरमुङ्गो चर्चहरूले चाहिँ प्रार्थना न्युङ्ल्यान्डको चर्चहरूले प्रार्थना गर्छ अहिले इतिहासमा हेर्छु भने नि अमेरिकामा रिभाइभल चाहिँ नि नर्थ इस्टबाट गएको यति धेरै बाइबल स्कुल 3टा बाइबल स्कुल छ यहाँनिर पहिला बन्द भएको छ अहिले 12 छैन ड्राई हामी म आउँदाखेरि उपवास गर्न नसकेको
3 खेप एटेम्प गर्दा मात्रै भेट्नु पर्छ त्यस्तो प्रार्थना अनि हाम्रो यो प्रार्थना चाहिँ हाम्रो स्पेशल वर्क हालेलुया हाम्रो आत्मिक लडाई हो अनि साँचो रीतिले जब तपाईहरुको विश्वासको साथ आशिषको एउटा हृदय समर्पित जब प्रार्थना गर्छ भने यो लडाईलाई मलाई थाहा छ कि यस किताबले भन्छ अन्धकारमा राखेको धन चाहिँ नराम्रो दिन्छ हालेलुया त्यो धन चाहिँ के हो घर बारी त्यो धन चाहिँ आत्मा एक दिन प्रभुको राज्यमा जाँदाखेरि के लिएर जाने तपाईले कमाउनु भएको पैसा त ब्याग छोडेर जानुपर्छ कसैले राखिन्छ यही म मऱ्यो भने यही सुनको आउने पनि राखिन्छ यही घर पनि खोलेर राखिन्छ म जस्तो यस्तै र लिएर जान्छौँ भनेदेखि हामीले जीवन आत्मिक जीवन आमेन र आज हामीले हिजकिया राजाको बारेमा है अघि नै हामीले थुप्रो कुराहरू छन् तर मैले यसमा तपाईलाई सम्झाउँछु भने अझै पनि हामीले यसको जीवमा गएर हामीले यसलाई खण्डन गर्न सक्छौँ अनि हिजकिया साँच्चै नै एउटा उदाहरण बनेका छन् म यो च्याप्टर अस्ति पढ्दै गरेको आशिष भएको भने मैले सोचेँ म यही बोल्छु भनेर मैले हेर्नु गरेँ यसै कारणले गर्दाखेरि आज दोस्रो राज्य 20 अध्यायलाई र एशिया 38 अध्यायलाई यो दुईटा अध्यायलाई पढ्नुहोस् एउटा एशिया 38 अध्याय एउटा दोस्रो राज्य 20 अध्यायलाई पढ्नुहोस् तपाईलाई थाहा छ नि भोलि प्रभु आउनु भने हामी रेडी छौँ भोलि प्रभु आउनु भने हामी रेडी छौँ आज प्रार्थना भनेपछि मानिसहरू पर सोच्छन् प्रार्थना मान्छेहरू भेला हुँदैन त्यस्तो खालको जमाना आइसकेको छ अहिले हाम्रो बारेमा देश के हुन्छ प्रभुलाई हेर्ने होइन तर मान्छेलाई हेर्ने मान्छे प्रभुलाई हेर्ने मान्छे चाहिँ हरेक सेवामा राख्नुहुन्छ हालेलुया परमेश्वरमाथि भरोसा राख्न सक्छ परमेश्वरमाथि विश्वास राख्न सक्छ मान्छेलाई हेर्नेहरू नै स्वर्ग राज्यदेखि वञ्चित हुन्छ किनभने यिर्मियाको किताब 17 अध्यायको 9 पद हुन्छ है के भन्छ 17 अध्यायको सायद 7 कि 5 मा श्रापित रूप त्यो मान्छे जसले चाहिँ मान्छेमाथि भरोसा गर्छ मान्छे हेरेर जस आउने विश्वासले कहिले पनि आशिषित हुँदैन पीडा छ त्यो भित्र तर हामी जस आउँछौँ भने प्रभुलाई हेरेर हामी आउँछ हामी प्रार्थना गर्छौँ भने प्रभुलाई हेरेर हामी प्रार्थना गर्छौँ हिजकिया राजाले प्रभुलाई हेरेर भित्रपट्टि फर्केर पश्चाताप गरेर दुरु रोएर प्रार्थना अनि उसलाई परमेश्वरले अघि भर्खरै भन्दै गरेको कुरा यशायाको वक्ताद्वारा त आफू बाँच्दैनस् त निको हुँदैनस् भन्दै गरेको कुरालाई उसले स्वीकार गरेर उसले साँचो पश्चाताप गरे पश्चात हेर्ने केही क्षणमा फेरि त्यो बानी तेरो उसको प्रार्थना त्यसको प्रार्थना मैले सुनेको छु त्यसको आँसुलाई मैले देखेको छु अनि त्यसलाई मैले निको गरेको छु र 15 वर्ष आयु भएको छु हरेक मण्डलीको अगुवाले लिडर्सले आमाले बुबाले प्रार्थना गर्नुपर्छ मलाई चाहिँ यस्तो लाग्छ कि आफूको दिनहरूमा विश्वासहरूले भन्दा पनि पास्टरहरूले धेरै पश्चाताप गरेर प्रार्थना गर्नुपर्छ मलाई त्यो कुरोले पनि गर्नुपर्छ हाम्रो चर्च त्यति बेला पर्छ जब प्रार्थना गर्ने भ्यालुलाई मान्छे हामीलाई हामी खडा हुन्छौँ आजको वचनमा प्रभुले हामीलाई आशिष